भारतबाट 100 रुपियाँ भन्दा बढीका सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने नियमलाई सरकारले कडाइका साथ लागू गरेपछि सत्तारूढ दलकै सांसदहरूले समेत असन्तुष्टि जनाएको समाचार बाहिर आएको छ। रासपा सांसदहरूले सरकारको यो निर्णयले सीमावर्ती क्षेत्रका सर्वसाधारणले शास्ति खेप्नु परेको भन्दै असन्तुष्टि जनाएका हुन्। सरकारको यो कदमको विरोध गर्दै गृहमन्त्री सुदन गुरुङ कहाँ पुगेर मधेसबाट निर्वाचित रासपाका केही सांसदले यसमा पुनर्विचार गर्न माग गरेको समाचार आएका छन्। रासपा मध्य प्रदेश सभापति एवं सिरा 4 का सांसद तपेश्वर यादवले सीमानाका तत्काल सहज बनाउन माग गरेको बताए। नेपाल र भारत बीच रोटी बेटीको ऐतिहासिक सम्बन्ध छ। सरकारको यो कठोर निर्णयले सर्वसाधारण मारमा परेका छन्। त्यसैले तस्करी नियन्त्रण गर्नुपर्छ, तर त्यसका नाममा व्यक्तिगत प्रयोजनका लागि ल्याउने सामानहरूमा दुःख दिन नहुने उनीहरूको राय छ। के लाग्छ तपाईलाई यस विषयमा? आफ्नो धारणा व्यक्त गर्नुहोला।